म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई इमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथपत्रमा हस्ताक्षर गराउन अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूबाट प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ। नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। अब म नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। अब मञ्चमा आसीन सम्माननीय ज्यूहरूसँग परिवारजनसहित सामूहिक तस्बिर लिने प्रयोजनका लागि शरीक भइदिनु हुन नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछु।
सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारका सदस्यहरू मञ्चमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। सम्माननीय प्रधानमन्त्रीज्यूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। यस सँगसँगै सम्माननीय राष्ट्रपतिज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधान बमोजिम आजै देहाय बमोजिमको मन्त्री परिषद गठन गर्नुभएको छ। सोको जानकारी गराउन चाहन्छु। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति। माननीय डाक्टर सोडिम वाग्ले, मन्त्री अर्थ मन्त्रालय। माननीय श्री सुदन गुरुङ, मन्त्री गृह मन्त्रालय। माननीय श्री शिशिर खनाल, मन्त्री परराष्ट्र मन्त्रालय। माननीय श्री सुनिल लम्साल, मन्त्री भौतिक पूर्वाधार तथा यातायात शहरी विकास मन्त्रालय। माननीय श्री विराज भक्त श्रेष्ठ, मन्त्री ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय। माननीय श्री खड्गराज पौडेल, मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय। माननीय श्री सस्मित पोखरेल, मन्त्री शिक्षा विज्ञान प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालय। माननीय श्री निशा मेहता, मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालय। माननीय डाक्टर विक्रम तिमिलसेना, मन्त्री सञ्चार तथा सूचना प्रविधि। माननीय श्री प्रतिभा रावल, मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण। माननीय श्री शोभिता गौतम, मन्त्री कानुन, न्याय तथा संसदीय मामिला। माननीय श्री गीता चौधरी, मन्त्री कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण। माननीय श्री दीपक कुमार शाह, मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा। माननीय श्री सीता बादी,
मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक। अब म संविधानको धारा 80 बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष मन्त्री पद तथा गोपनीयताको शपथ लिनुहुन नवनियुक्त माननीय मन्त्रीज्यूहरू माननीय मन्त्री स्वर्णिम वाग्ले, माननीय मन्त्री सुदन गुरुङ, माननीय मन्त्री शिशिर खनाल, माननीय मन्त्री सुनिल लम्साल, माननीय मन्त्री विराजभक्त श्रेष्ठ, माननीय मन्त्री खड्गराज पौडेल, माननीय मन्त्री सस्मित पोखरेल, माननीय मन्त्री निशा मेहता, माननीय मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा, माननीय मन्त्री प्रतिभा रावल, माननीय मन्त्री शोभिता गौतम, माननीय मन्त्री गीता चौधरी, माननीय मन्त्री दीपक कुमार शाह र माननीय मन्त्री सीताबादी ज्यूलाई मञ्चमा आमन्त्रण गर्दछु। सचिवले तोरा गला सचिव पुग्यो होला सो त बजेट आउनु पर्यो। थ्यांक यू कविता यहाँ म त कुदेर आउँछु हो मलाई तल आउँ एउटा धाम खाली स्वर्णिम तिमिल सिन्हा नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि मन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई इमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुनका लागि अनुरोध गर्दछु। अच्छा
हो